सम्पूर्ण साथीहरु नमस्कार। यति बेला हामी काभ्रेमा छौं। तपाईहरु देख्न सक्नुहुन्छ हजारौं संख्यामा काभ्रेवासी जनताहरु सडकमा उत्रनु भएको छ राजा ल्याउनलाई। हजारौं संख्यामा सडकमा उत्रनु भएको छ। देश बचाउन, धर्म संस्कृति बचाउन राजा चाहियो भनेर सडकमा उत्रिएको अवस्था हो। यति बेला हामी काभ्रेमा छौं। हजारौं संख्यामा काभ्रेवासी जनताहरु सडकमा उत्रिनु भएको छ। देश धर्म संस्कृति बचाउन राजा चाहियो भनेर उहाँहरु सडकमा निस्किनु भएको छ। साथीहरु, अब सामाजिक सञ्जाललाई च्याको भन्दा माथि उठाउँ, सडकमा निस्कौं। अब तँ म तेरो मेरो भन्यो नभनी सडकमा निस्कौं। अब देशको झण्डा बोकेर सडकमा निस्कौं साथीहरु। हामी यति बेला काभ्रेमा छौं। काभ्रेमा हजारौं संख्यामा काभ्रेवासी जनताहरु सडकमा निस्किनु भएको छ। हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ। अब देश बचाउने जिम्मा राजाको, अनि राजा ल्याउने जिम्मा तपाई हामी सबैको भनेर नारा लागिरहेको तपाईहरु देख्न सक्नुहुन्छ, सुन्न सक्नुहुन्छ। यो देश कसको? राजाको। राजा कसको? जनताको। यति बेला हामी काभ्रे बनेपाको 4 दो बाटोमा छौं। 4 दो बाटोबाट 3 दो बाटोतिर हामी अघि बढिराखेका छौं। काभ्रे छौं हामी। यति बेला काभ्रेमा छौं। साथीहरु, जो जहाँ हुनुहुन्छ सडकमा निस्कौं, सडकमा उत्रौं। राधेश्यामलाई फोन गर, राधेश्यामलाई फोन गर न। यति बेला हामी काभ्रेमा छौं साथीहरु। हजारौं संख्यामा काभ्रेवासी जनताहरु सडकमा निस्किनु भएको छ। देश धर्म संस्कृति बचाउन राजा चाहियो भनेर सडकमा निस्किरहेको अवस्था हो। जो जहाँ हुनुहुन्छ 15 गते सडकमा निस्कौं, तिनकुने जाउँ। साथीहरु, जो जहाँ हुनुहुन्छ सडकमा निस्कौं। देश धर्म संस्कृति बचाउन राजा ल्याउन सडकमा निस्कौं। यति बेला हामी काभ्रेको 4 दो बाटोमा छौं। हजारौं संख्यामा काभ्रेवासी जनता सडकमा निस्कनु भएको छ र 15 गते फेरि काठमाडौँमा तयारी गरिराखेका छौं। अब उपत्यका केन्द्रित आन्दोलनको तयारी गरौं। अब निर्णायक आन्दोलनको तयारी हामीले गरिराखेका छौं। तपाईहरु पनि आफ्नो तयारी गर्नुस्। हैन, तपाईको गाउँ-गाउँबाट उठ, बस्ती-बस्तीबाट उठ, तपाईको बाहिरको मान्छे आउँछ कि नारा उल्टै लगाइरहेको छ क्या। नारा उल्टै लगाइरहेको छ। यसमा तपाईको राष्ट्रिय काम गर्नु के? राष्ट्रिय काम राजा चाहियो। जिन्दाबाद जिन्दाबाद राजतन्त्र। तलै झर्नु पर्ने भयो। अब उपत्यका केन्द्रित आन्दोलन तयारी गरौं। सबैजना तँ म तेरो मेरो नभनिकन उपत्यका केन्द्रित आन्दोलन तयारी गरौं। यति बेला हामी काभ्रेको 4 दो बाटोमा छौं। यहाँ हजारौं संख्यामा काभ्रेवासी जनताहरु सडकमा निस्कनु भएको छ। सबैले आफ्नो ठाउँमा तयारी गरौं। हामीले हाम्रो ठाउँमा तयारी गरेका छौं साथीहरु।
हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ नारामा मात्र सीमित नहौँ साथीहरू, प्यावाना पनि उतारौँ। जो जहाँ छौँ सडकमा निस्कौँ, परि आयो भने बलिदान दिन पनि हामी तयार हुनुपर्छ। हेर्नुहोस् अब पनि सडकमा ननिस्कनेहरूको शरीरमा पानी बगेको साबित हुन्छ साथीहरू। साथीहरू उपत्यका केन्द्रित आन्दोलन तयारी गरौँ। जो जहाँ छौँ उपत्यका केन्द्रित आन्दोलन तयारी गरौँ। हामीले हाम्रो ठाउँबाट तयारी गरिराखेका छौँ। यति बेला काभ्रेवासी जनताहरू हजारौं संख्यामा सडकमा निस्किनु भएको छ र 15 गते सबैले आफ्नो ठाउँबाट तयारी गरौँ। काभ्रे बनेपा 4 बाटोमा छौँ हामी। 4 बाटोबाट हामी 3 बाटोतिर अघि बढ्दैछौँ। काभ्रे बनेपा 4 बाटो है। साथीहरू जो जहाँ हुनुहुन्छ उपत्यका केन्द्रित आन्दोलन तयारी गरौँ। हामीले हाम्रो ठाउँबाट तयारी गरिरहेका छौँ। तपाईहरु आफ्नो ठाउँबाट तयारी गर्नुहोस्। हामी 15 गते दिनकुनेमा भेट्ने। सडकमा हिँड्ने मान्छेलाई दुःख देखाएन साथी हामीले। साथीहरू उपत्यका केन्द्रित आन्दोलन तयारी गरौँ। जो जहाँ छौँ उपत्यका केन्द्रित आन्दोलन तयारी गरौँ। काभ्रे बनेपा 4 बाटो छौँ हामी बेला। गणतन्त्र गनायो, देश डुब्ने बनायो। राजा ल्याउँ देश बचाउँ होइन, सबैलाई समेट्दैछौँ हामी। सबै तयारी गरिरहेछौँ। सबैलाई मिलाउन दबाब दिइरहेछौँ। जति सक्दो छिटो सबैलाई मिलाउन दबाब दिइरहेछौँ हामीले। यति बेला हामी काभ्रेमा छौँ। काभ्रे बनेपा 4 बाटोमा तपाईहरु देख्न सक्नुहुन्छ। हजारौं संख्यामा काभ्रेवासी जनताहरू सडकमा निस्कनु भएको छ। जोजोले लबा सकसित नेवा समुदायविद जी औषधि कर्मचारी जोजो लपा तो वयु चैत 15 गते नासे जनआन्दोलन दिने घोषणा जुएछ नौदु को गणतन्त्र व्यवस्था फेल जुइदन जी त नेवा दया तामाङ दया थारू दया नेप्ले तो नेता पिन्छ डिवाइड एन्ड रुल याना जको चुना चौध जिपिन त सुना म यानी आतक प्रदेश त सिंगित थोय पिए नेता पिए जिम्मेवार ख विदेशी यु चल खेले विदेशी डलर नयाँ जगत नयाँ जगत थोपिन्छ थो व्यवस्था यु ख थोपिन्छ थो दे देखि त सुन या मफु थो दे देखि त थो दे त अनुशासित देखि त सब जुजुए मानी वे जोया जुजे त थो दे त विकास या त थो दे त व्यवस्थित या त सकस थो नेव समुदाय त वे दिशा दया इन छोना जो जो पास वे तिन्दोबाट चोकमा छौँ। यति बेला हामी 3 बाटो चोकमा आइपुगेका छौँ।
साथीहरू जो जहाँ हुनुहुन्छ साथ दिनु होला, सहयोग गर्नु होला। हामी निर्णायक आन्दोलनको पूर्व सन्ध्यामा छौँ। निर्णायक आन्दोलन गर्ने तयारी गरिराखेका छौँ। हामीले हाम्रो ठाउँबाट तयारी गरिराखेका छौँ। तपाईँहरू आफ्नो तयारी गर्नु होला। हामी न रोकिन्छौँ न चुक्छौँ। साथीहरू सामाजिक सञ्जाल र चियाको भन्दा माथि उठाउँ र सडकमा निस्किने तयारी गरौँ। उपत्यका केन्द्रीय आन्दोलनको तयारी गरौँ। यति बेला हजारौं काभ्रेवासी जनताहरू सडकमा उत्रनु भएको छ। देश धर्म संस्कृति बचाउन राजा चाहियो भन्दै सडकमा निस्किनु भएको छ। हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ। अब देश बचाउने जिम्मा राजाको अनि राजा ल्याउने जिम्मा तपाईँ हामी सबैको। यस्तो नारा लागिरहेको छ, गणतन्त्र धोका हो, गणतन्त्र मुर्दाबाद, गणतन्त्र गनायो देश डुब्ने बनायो, यो आदि नारा लागिरहेको छ। काभ्रेवासी जनता जागे गरेर सबैजना जाग्नु पर्यो साथीहरू। अब देश बचाउने जिम्मा राजाको अनि राजा ल्याउने जिम्मा तपाईँ हामी सबैको। काभ्रे बनेपा हो, बनेपा। यति बेला राष्ट्र संस्था पुनर्स्थापना चाहनेहरूको आन्दोलन कार्यक्रम र्याली देखेर गणतन्त्रवादीहरूको सातो गइसकेका छ साथीहरू।